बाटो चाहियो हेलो बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रागतमा मेरो पखेरुमा जन्मे टाकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरो म झुक्दैन झुक्ने नेपालको छोरो बागेको रोटीले मेरो पेट भरिन्न खोसेको धोटीले मेरो लाछो पिन्न घोटिएर हात पाउ झरी जाऊ नौला तर कोही अगाडि यहाँ जोडिन्न बनेको छ पहराले त्यो छाती मेरो बगेको छ छहरा रागतमा मेरो पखेरुमा जन्मे टाकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरो म झुक्दैन झुक्ने नेपाली छोरो नमस्ते एकचोटि जोरदार सबैले भन्नु त नमस्ते ह्यापी न्यू इयर ह्यापी न्यू इयर ह्यापी नेपाल डे आज म संयोगले तपाईँहरूको बिचमा आइपुगेको छु हाम्रो जर्जियाका लागि नेपाली पर्यटन दूत राजा घले जो नेपाली कला सङ्गीत र साहित्यको क्षेत्रमा एकदम लोकप्रिय व्यक्तित्व हुनुहुन्छ उहाँलाई केही स्टेजमा म लिन चाहन्छु सायद उहाँ नभइदिएको भए मलाई एटलान्टादेखि लिएर यहाँ नआउनु भएको म यहाँ तपाईँहरूसँग जीवनमा पहिलोचोटि साक्षात्कार हुने अवसर पाउने थिएँ होला उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु रविन कार्की सरलाई पनि धन्यवाद दिन चाहन्छु हाम्रो विद्या गुरुज्यू उहाँ नासियाको अध्यक्ष हुनुहुन्छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अनि हाम्रो मोहन पाडीजी के हुन्छ मोहन पाडीजी र अन्य यो कार्यक्रम आयोजना गर्नुहुने सबैलाई म अन्तर्मनदेखि अन्तर्हृदयदेखि धन्यवाद र आभार प्रकट गर्न चाहन्छु मैले रेडियो नेपालमा 25 वर्ष बोले मेरो आवाज पक्कै पनि तपाईँको कानमा एक न एक पटक गुन्जिएकै हुनुपर्दछ यदि तपाईँले मेरो आवाज सुनेको छैन भन्नुभयो भने मलाई निकै गाह्रो हुनेछ किनकि 25 वर्ष बोलेको मैले रेडियो नेपालमा र मैले 18-20 वटा नेपाली चलचित्रमा सङ्गीत निर्देशन गरेको छु त्यो गीतमा कुनै न कुनै त तपाईँ नाचेकै हुनुपर्दछ एउटा न एउटा गीतमा तपाईँको पाइला तपाईँको कम्बर भाँचिएको हुनुपर्दछ म त्यो विश्वास गर्छु र मैले नेपाल टेलिभिजनमा पनि कार्यक्रम होस्ट गर्थेँ म र मैले यो यसअघि मात्रै भर्खरै 2081 सालमा मैले सुशीला कार्कीज्यू जो अहिले सम्माननीय प्रधानमन्त्री भर्खरै हुनुहुन्थ्यो अहिले बालेन्द्रजी हुनुहुन्छ उहाँबाट म 2081 सालमा पिएचडी विद्या भारती दीक्षित भएको र डाक्टर टीका भण्डारी पनि म अहिले तपाईँहरूको अगाडि उभिएको छु र यो एउटा हामी सबै नेपालीहरू भूगोलभित्र सिमानाभित्र रहे पनि सिमाना बाहिर रहे पनि हाम्रो नेपाली मन नेपाली मुटु सधैँ धड्किरहन्छ संसारको जुनसुकै कुनामा गए पनि नेपाली कला साहित्य सङ्गीत जहिले पनि उर्वर बनिरहन्छ आज पनि हामीले त्यो साक्षात रूपमा देख्यौँ अनुभूत गऱ्यौँ त्यसको लागि म यहाँहरूलाई एकचोटि सलाम ठोक्छु सबै नेपाली जो मेरो आवाज सुन्दै हुनुहुन्छ तपाईहरु नेपाल बाहिर रहेर पनि नेपाललाई बिउताउनु भएको छ नेपाललाई गुन्जाउनु भएको छ नेपाली भएर शिर ठाडो पारेर नेपाली टोपी बरु मैले आज मैले लाउन पाइन मलाई अलिकति आफै प्रति खेद छ मैले हजुर यसलाई यो लामो भयो स्टप गर्दिनु होला
तपाईँको ल्यापटपको चार्जरै सकिन लाग्यो सायद गीत गाउने टाइम पनि पुग्दैन होला हुन्छ अब तपाईँले अब एउटा गीत गाइदिनु भयो भने हुनेछ थ्याङ्क यू है हुन्छ ल अगाडि सिधै हुन्छ ल्यापटपको चार्ज सकिन लाग्यो सर हुन्छ अब ओके अहिले त्यो अर्को गीत गोली शिक्षाको पनि म एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछु है त मेरो आफ्नै चलचित्रको गीत हो यो मैले चलचित्र गाउँलेमा निर्देशन गरेँ गीत ताली दिनु होला नाचाइदिनु होला रंगी रंगी पैसामा खुलेकी मेरा मुहार थपाके भलेकी रंगी रंगी पैसामा खुलेकी मेरा मुहार थपाके भलेकी एक गोली शीशाको गाउनु एक मेरो माया किना हिसाको ए मेरो माया किना हिसाको ए ताजा खबर ए ज्यान माया नहेर है कर्केला जरा ए ज्यान माया नहेर है कर्केला जरा मन पूर्ण रहेछ ए सिपालु मुह राम्रो बानी चाहिँ सकालु मन पूर्ण रहेछ ए सिपालु मुह राम्रो बानी चाहिँ सकालु ए गोली शीशाको गाउने ए मेरो माया छैन हिसाबको ए मेरो माया छैन हिसाबको आउनु अगाडि नाच्नु पहरामा फुल फुल्छ टिप्नै जान गाह्रो पहरामा फुल फुल्छ टिप्नै जान गाह्रो माया लाउन धेरै आए मलाई तिमी प्यारो लैलै हो पहरेमा पानी बग्न साउन आउनै पर्छ पहरेमा पानी पर्न साउन आउनै पर्छ तिमीसँग माया लाउन जुनी फेर्नु पर्छ लैलै हो ए गोली शीशाको गाउने ए मेरो माया किन हिसाबको ए मेरो माया छैन हिसाबको ए ज्यान माया नहेर है कर्केला जरा ए ज्यान माया नडुब है कर्केला जरा खोइ को नाच्ने हो अगाडि आउनु खोइ मोहनी लाग्ला है गाउँलेको बोलीले दुई दिनको जिन्दगी यो अस्थायी झरी जाला दुई दिनको जिन्दगी यो अस्थायी झरी जाला जाल बुन्दैमा कुरीले छलमा पानी तेला लैलै हो सिरिडी
रगचन्दी पैसामा फुलेकी र मुहा खपाकै बलेकी एकोली सिसाको ए मेरो माया छैन रिसाको ए मेरो माया छैन रिसाको ए जन्माया नहेर करके नजर करके नजर ए जन्माया नहेर करके नजर Thank you. अब एउटा गीत छ ल्यापटपले